बाबु घरमा पाहुना ल्याएपछि किन बाटामा बसेर झगडा गर्या? यदि यो नानीलाई राम्रो राम्रो लुगा सिलाउनै परे पनि म सहरको डिजाइनमा सिलाइदिइहाल्छु, किन चिन्ता गर्या? बसेरै गफ गरौँ न। के रे मेरो लुगा सिलाउने रे? ए भगवान, भनेपछि तिम्रो जात पनि? भने त म विवश थिएँ भनेर बुवा ढोक गरे। भाग्यमानी भएस् बाबु। मलाई विश्वास गर, मेरो माया पवित्र छ। म तिमीलाई जिन्दगीभर खुसी बनाएर राख्छु। तिम्रो माया चाहिएन मलाई। आज यो दिन देखाउनको लागि मलाई यहाँ लिएर आएको थियो तिमीले। सत्य पहिले भन्न सकेको थिएनौ। थुक्क यो औकातले मलाई श्रीमती बनाउन खोजेको। अब मैले यो पाप लगाएर कहाँ बिसाउने होला? हे भगवान, आइन्दादेखि अब मलाई खोज्ने कोसिस नगर्नु। नानी बस न, के भयो? कुरा मिलेन?